सपना हामी सबैले देख्छौं होइन त? एउटा यस्तो रहस्यमय संसार जसले हामीलाई सधैँ सोच्न बाध्य बनाउँछ। आखिर हामी किन सपना देख्छौं र के साँच्चै यसको केही अर्थ हुन्छ? ल आउनुहोस् आज यही रहस्यको पर्दा खोल्ने कोसिस गरौं। त्यसो भए सबैभन्दा ठूलो प्रश्न नै यही हो, हामी सपना किन देख्छौं र हामीले देखेका कुराहरूको साँच्चै कुनै अर्थ हुन्छ त? आउनुहोस् यी प्रश्नहरूको जवाफ विभिन्न दृष्टिकोणबाट खोज्ने प्रयास गरौं न। ल अब यो रहस्यमा अझै गहिरिएर जाउँ। सपना किन देखिन्छ भन्ने बारेमा नि खास गरी 3वटा प्रमुख दृष्टिकोणहरू छन्। हामी एक एक गरेर ती सबैलाई हेर्नेछौँ, वैज्ञानिक, मनोवैज्ञानिक र आध्यात्मिक। ल सबभन्दा पहिला विज्ञान के भन्छ त्यो हेरौं। हामी धेरैजसो गहिरो निद्राको एउटा चरण जसलाई रेम स्लिप भनिन्छ त्यसमा सपना देख्छौं। रेम मतलब ऱ्यापिड आई मुभमेन्ट। यो बेलामा नि हाम्रो दिमाग एउटा एकदमै व्यस्त पुस्तकालय जस्तो हुन्छ, दिनभरिका अनुभव र भावनाहरूलाई मिलाएर राख्ने काम गर्छ। एक किसिमले यसलाई दिमागको मेमोरी क्लिनिङ जस्तै मान्न सकिन्छ, मतलब चाहिने जानकारी राख्ने र नचाहिनेलाई हटाउने प्रक्रिया। अब मनोविज्ञानको दुनियाँमा जाउँ है त। सिगमन्ड फ्रॉइड जस्ता चर्चित मनोवैज्ञानिकहरूको भनाइमा सपना भनेको हाम्रो अवचेतन मनको ऐना हो। एकछिन सोचौं त, हामीले पूरा गर्न नसकेका इच्छाहरू वा दबाएर राखेका भावनाहरू हो, ती सबै कुरा सपनामा बाहिर निस्किन्छन् रे। सायद यो हाम्रो भित्री मनले हामीसँग कुरा गर्ने एउटा तरिका पो हो कि? र तेस्रो दृष्टिकोण हो आध्यात्मिक। परापूर्व कालदेखि नै विभिन्न संस्कृति र धर्मशास्त्रहरूले सपनालाई भविष्यको संकेत वा कुनै दैवी सन्देशको रूपमा हेरेका छन्। यो मान्यता अनुसार सपनाले हामीलाई आउन लागेको राम्रो वा नराम्रो समयको बारेमा पहिले नै सूचना वा चेतावनी दिन सक्छ। ल हामीले सपना किन देखिन्छ भनेर त बुझ्यौं, तर सायद सबैभन्दा चासो लाग्ने कुरा त यो हो कि सपनामा देखिएका कुराहरूको अर्थ चाहिँ के हुन्छ त? स्वप्नशास्त्रका अनुसार सपनाहरू शुभ र अशुभ मतलब राम्रो र नराम्रो संकेत दिने दुई किसिमका हुन्छन्। ल अब केही रमाइला उदाहरणहरू हेरौं है त। स्वप्नशास्त्रले के भन्छ भने यदि सपनामा हात्ती, घोडा वा गाई देखियो भने त्यो निकै राम्रो हो, ऐश्वर्य र प्रगतिको संकेत। पहाड चढेको देख्नुभयो, त्यो त झन सफलताको प्रतीक भइहाल्यो। तर यसको ठिक उल्टो पनि हुन्छ, जस्तै सपनामा दाँत झरेको देख्नुलाई एकदमै अशुभ मानिन्छ, जसले परिवारमा कुनै कष्ट आउने संकेत गर्न सक्छ। त्यस्तै आफू कतैबाट खसिरहेको देख्नु भनेको मान सम्मानमा कमी आउन सक्ने संकेत हो रे। अब एउटा एकदमै महत्त्वपूर्ण प्रश्न आउँछ। ल मानौ कुनै नराम्रो वा डरलाग्दो सपना देखियो, अब के गर्ने त? के त्यसको नकारात्मक असरबाट बच्ने कुनै उपाय छ होला? र यसको जवाब हो छ। हाम्रा शास्त्रहरूले यस्ता नराम्रा सपनाको नकारात्मक प्रभावलाई कम गर्ने केही एकदमै सरल तर प्रभावकारी उपायहरू बताएका छन्। आउनुहोस् अब ती उपायहरू के हुन् थाहा पाऊँ। यहाँ 5वटा एकदमै सरल उपायहरू छन्। पहिलो उपाय त झनै रोचक छ। नराम्रो सपना देख्नुभयो भने अरूलाई सुनाइदिनुस्। यसो गर्दा त्यसको खराब असर कम हुन्छ भन्ने विश्वास छ। तर एउटा कुरा याद राख्नुस् है, राम्रो सपना चाहिँ कसैलाई भन्नु हुँदैन। दोस्रो, बिहान उठ्ने बित्तिकै तुलसीलाई जल चढाउने। तेस्रो, भगवानको नाम लिने वा कुनै मन्त्र जप्ने। चौथो, अन्न वा मासको दाल जस्ता खानेकुरा दान गर्ने। र 5औं, घरमा गङ्गाजल छड्किने। विश्वास के छ भने यसो गर्दा मनको डर हट्छ र सपनाको नराम्रो प्रभाव पनि कम भएर जान्छ। अब एउटा अन्तिम तर निकै नै महत्त्वपूर्ण कुरा, सपनाको फल त्यो कुन समयमा देखिएको हो त्यसमा पनि भर पर्छ भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्छ। हो, सबै समयमा देखिएका सपनाको असर एकै नासको हुँदैन। यो कुरा चाहिँ एकदमै ध्यान दिनुपर्नेछ। ब्रह्म मुहुर्त अर्थात् बिहानको 3 देखि 5 बजेको बीचमा देखिएका सपनाहरू एकदमै छिटो सत्य हुन्छन् भन्ने विश्वास गरिन्छ। तर रातिको पहिलो प्रहरमा मतलब भर्खरै सुतेको बेला देखिएका सपनाहरूको असर भने कि त एकदमै कम कि त 0 बराबर हुन्छ। त्यसो भए चाहे सपना दिमागको एउटा जटिल प्रक्रिया होस् वा भविष्यको कुनै रहस्यमय संकेत, यसको व्याख्या आखिरमा हाम्रो आफ्नै विश्वासमा भर पर्छ। अब एकपटक सोचौं त, हाम्रो अवचेतन मनले सपना मार्फत हामीलाई के भन्न खोजिरहेको होला? आखिर हाम्रो सपनाले के भन्दैछ?